आज चाहिँ म कम्प्युटर क्लासमा लुकिएर जाँदैछु विद्यार्थीहरू के रहेछन् पढ्दै रहेछन् धनले गुड आफ्टरनुन एभ्रीवान ल सिट डाउन के गर्दै हुनुहुन्छ तपाईहरु भिडियो बनाएको कि आज भिडियो बनाएर देखाउने पहिले त तपाईहरुको नि मैले क्लास 9 मा हुँदा पनि भिडियो बनाएको थिएँ त्यो भिडियोमा चाहिँ अलिक नकारात्मक कमेन्टहरु आएको थियो है त्यही भएर मलाई पनि कस्तो कस्तो नराम्रो लाग्यो आज चाहिँ अलिक हाम्रो राम्रो खालको भिडियो बनाउन त तपाईहरु पढ्दै हुनुहुन्छ सबैजना खुसी लाग्यो के होमवर्क गर्दै हुनुहुन्छ कुन सब्जेक्ट हो भन्नु त यो हाम्रो कम्प्युटर सब्जेक्ट तपाईको ह्यान्डराइटिङ कस्तो छ म हेर्छु ल निवाको ल ठीक छ गुड लाग्यो तपाईको देखाउनुहोस् त किन्जल मेरो देखाउनु त खै देखाउनु न देखाउनु किन नदेखाउनु भएको छैन ह्यान्डराइटिङ लेख्नै भएको छैन ए यहाँ रहेछ ल भएन नि अनि तपाईको त बसाइ पनि खै देखाउनु त नराम्रो छ यता यता फर्काउँ खै ल ओके ल राम्रो छ ह्यान्डराइटिङ त राम्रो लाग्यो है डाटाको एबाउट डाटा लेख्नु भएको रहेछ अनि तपाईको बसाइ त एकदम राम्रो छ त हेर्नु त राउन्डिङ टेबल हो त्यो ए चियर हो ल गुड सुजाता के छ खबर सुजाता हजुर हेलो गाइस हेलो अनि नमस्ते तपाईले होमवर्क गर्नुभयो होमवर्क गर्नुभयो कि भएन मैले गरेँ सर गर्नुभयो ल थ्याङ्क यू तपाईलाई अनि क्रिन्जलले गर्नुभयो होमवर्क म त जहिले गर्छु पनि जहिले हो तपाईँ भेरी गुड स्टुडेन्टमा पढ्नुहुन्छ क्या राम्रो धन्यवाद ट्यालेन्ट पनि हुनुहुन्छ अनि यता निसुम हजुर होमवर्क गर्नुभयो नि ल तपाईँ पनि एकदम राम्रो स्टुडेन्टमा पढ्नुहुन्छ यता आइसा सर होमवर्क गर्नुभयो यो त भएन सर ल थ्याङ्क यू तपाईँलाई पनि थ्याङ्क यू टु मच होइन अनि यता निवा हजुर होमवर्क गर्नुभयो म गरेको छु यहाँ तपाईँलाई एउटा सोध्नुपर्ने छ सर ए हुन्छ म तपाईँको त्यो क्वेसनको एन्सर म सल्भ गरिदिन्छु ठिक छ तपाईँलाई समस्या परेको मलाई सोध्नुहोस् म सल्भ गरिदिन्छु नि है हुन्छ तपाईँले कति धेरै क्वेसनको एन्सरहरू सबै गरिसक्नुभयो कति पुऱ्याउनु भयो देखाउनु त खै गरेको अब हजुर यति अनि यति मात्र त्यो अब बाँकी त्यो चाहिँ के हो डिफ्रेन्ट बिट्विन हो दुईवटा हब एन्ड स्विच अर्को के छ वर्क स्टेसन र सर्भर ए वर्क स्टेसन र सर्भरको पनि डिफ्रेन्ट बिट्विन छ त्यहाँ ल हुन्छ त्यहाँ तल चाहिँ हाम्रो के गर्दै हुनुहुन्छ एक्लिनहरू नमस्ते सबैजनालाई हामीले अस्ति अब 9 क्लासमा हुँदा भिडियो बनाएको थियौँ होइन त्यहाँ चाहिँ हामीले अब चुइगम चबाएको थियौँ नि त अनि त्यहाँबाट चुइगम चबाएर अब नराम्रो कमेन्टहरू गर्नुभएको थियो तर अहिले चाहिँ आज चाहिँ चबाएको छैनौँ अनि अहिले चाहिँ हामी 10 क्लासमा पुगेको छौँ मतलब अब 10 क्लासमा अस्ति चाहिँ 9 क्लासमा हुँदा भिडियो बनाएको अब भन तिमीहरू त्यही त यहाँ चाहिँ कति थोरै स्टुडेन्ट भन्नुहुन्छ होला तपाईँहरूले है यो चाहिँ ओपिटीको रूपमा कम्प्युटर सब्जेक्ट मात्रै पढ्ने स्टुडेन्ट है यो आज हाम्रो साथीहरू पनि आएको छैन अलिकति साथीहरू पनि हुनुहुन्न आज होइन सबै स्टुडेन्ट त्यही भएर हामी थोरैजना छौँ है आज पानी परेको थियो त्यही भएर पानी पनि आज धेरै आएको थियो आज मिति 2082 साल जेष्ठको आज कति हो आज 21 हो कि हो त 21 आज बनाएको भिडियो ल त है तर पहिलेको भिडियोमा हाम्रो कति लाइक पनि आएन कमेन्ट पनि आएन जस्तो लाग्छ भनेर त 2 भ्युज आएको थियो नि पोहोरकोमा 200 भ्युज अब यसपालिमा चाहिँ कति भ्युज आउँदो रहेछ हामी सबैजना विचार गरौँ ल हाम्रो सरको आइडीलाई सबैले अब सक्दो सपोर्ट गरिदिनु होला ल तपाईहरुलाई धन्यवाद तपाईहरुको विशेष गरी मेरो भिडियो भाइरल भएकै मेरो आइडी भाइरल भएकै तपाईहरुदेखि नै हो तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुरुमा चाहिँ हामीले कसरी भिडियो बनाएको भने नि अब प्राय म क्लासमा सुतिराख्थेँ अनि सरले मोबाइल निकाल्नुहुन्थ्यो त्यहीबाट त्यसरी बनाएर अनि तपाईले त्यो सबैभन्दा राम्रो हाम्रो धेरै भाइरल भएको भिडियो चाहिँ पहिलो भिडियो चाहिँ हाम्रो त्यो गिटार बजाउनु भएको थियो नि तपाईले कुचोको त्यसले धेरै भाइरल भएको थियो है अनि त्यहाँदेखि अर्को भिडियोले गर्दाखेरि मेरो भ्युज हेर्नु न अहिले सुरुमा भिडियो बनाउँदा मेरो पुरानो आइडी हो 1,35,000 मात्रै थियो तर अहिले 3 लाख कति 3.12 के नै जति लाइक पुग्यो है मेरो साथीहरू पनि त्यतिखेर 2800 मात्रै थियो अहिले साथीहरू बढेर होइन फलोवर्स 8,200 पुग्न आँट्यो अहिले तपाईहरुलाई धेरै विशेष धन्यवाद दिन चाहन्छु र तपाईहरु अब पढेर होइन भोलि पर्सि ठुलो क्लासमा पुग्दा पनि मेरो आइडी यसो हेर्नुभयो भने है हामी क्लास 10 मा हुँदा यस्तो थिएछौँ है भनेर सोच्नुहुन्छ होला है हो
त्यतिखेर नि कस्तो कस्तो लाग्छ होला नि हामी त्यतिखेर त्यति मसिनो थिएछौँ अहिले यस्तो भयौँ भनेर सोच्नुहुन्छ होला नि तपाईँहरू अब होइन हाम्रो सरको आइडीलाई सक्दो सहयोग गरिदिनु होला सपोर्ट गरिदिनु होला हस् त अलिक भिडियो पनि लामो भएछ हेर्नु पनि तपाईँहरूलाई साह्रै अल्छी लाग्छ होला है तै पनि हेरिदिनुहोस् ल सबैजना बाई बाई बाई